कसम माटोको होइन, कसम माटोको बाँसमा उदोमुण्ड झुन्डाएर भरलाग्दो कानुनहरू हामी बनाउँछौँ। जगाओस्, जिउँदै जलाउँछ भने जलाओस्, तर यो देश विदेशीको हातमा जानु हुँदैन भन्ने एकजना मान्छे गएको थियो। त्यो मान्छेको नाम नै अर्को सम्मान। त्यही त ठुलो नेताहरू गरेर हिँड्छ। 4-5 महिना चाहिँ कहाँ गएको थियो? खिएर खतम भएछ। यो देश खानको लागि दारा किटेर बस्ने मान्छेहरूको षड्यन्त्र हो। एमसीसी को बारेमा मात्रै सोधिदिनु कि नेताहरू कुले लाम ठोक्छ, पुछर लुकाएर। अध्यक्षज्यूको नेपाल भरि उहाँको नीति नियम 77 वटा जिल्ला, 7 वटा प्रदेश, 753 वटा पालिकाहरूमा त्यहाँ जस्तै पूर्वको सुदूरपूर्व धन्यवाद छ, सबैलाई धन्यवाद छ। आज यो चुनावी प्रचार प्रसार कार्यक्रमका घोषकज्यूलाई धन्यवाद दिन चाहन्छु। सभाका अध्यक्ष, मञ्चमा बस्नुहुने अगुवा श्रमदाताज्यूहरू, हाम्रा माठो जय देश। आज म त्यति लामो बोल्ने मन छायामा छैन, किनभने यस पछाडि हामी फेरि झिन्सिले भन्ने ठाउँमा जानु छ। यहाँ पनि प्रतीक्षा गरिराख्नु भएको होला व्यापक रूपमा। त्यसको कारणले गर्दाखेरि केही छोटा कुराहरू लिएर आउँछ। चुनाव आउँछ जान्छ, यस्ता चुनावहरू थुप्रै आए गए। त्यसको कारणले सबैले विकास गर्छु भन्छ, यस्तो गर्छु उस्तो गर्छु भन्छ, समस्या समाधान गर्छु भन्छन्। या कुनै एउटालाई भोट दिइपठाउँ है भन्ने किसिमले नेपाली जनताले वास्तवमा चुनावलाई लिइराखेको मैले चाहिँ देखाएको छु। तर चुनाव भन्ने बित्तिकै अत्यन्तै गम्भीर भएर हामीले असल राष्ट्र सेवकलाई, देशभक्तलाई, सच्चा इमान्दार कर्मठ मान्छेलाई चुन्नुपर्ने एउटा परीक्षाको कडी, परीक्षाको घडी जस्तो मलाई चाहिँ लाग्छ है। मैले भनेको कुरा सबैले सही मानिदिनुपर्छ भन्ने जबरजस्ती मेरो छैन, तथापि म त्यो मान्दछु। हामी सबैजनालाई सामान किन्दा पनि ओरिजिनल चाहिन्छ होइन, लुगा किन्दा पनि ओरिजिनल चाहिन्छ होइन, मोबाइल किन्दा पनि ओरिजिनल चाहिन्छ, एक छाक खाने सब्जी किन्दा पनि ओरिजिनल चाहिन्छ, अर्ग्यानिक चाहिन्छ हामीलाई त होइन र? यदि त्यस्तो हो भने 5 वर्षसम्म यो देशको कानुन बनाउने मान्छे, यो देशको भाग्य र भविष्य कोर्ने मान्छे, सांसद विधायक जसले यो देशको कानुन बनाउँछ, त्यस्तो मान्छेलाई चुन्दाखेरि चाहिँ हामीले जथाभावी भोट हाल्नु मिल्छ होला त? त्यसो भएको कारणले म सबैजनालाई, यहाँ उपस्थित हुनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई मात्रै नभएर मलाई लाइभमा हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, पूर्वदेखि पश्चिमसम्म नै हामीलाई सुनिराख्नुहुने मिडिया मार्फत हेर्नुहुनेहरूलाई म अनुरोध गर्न चाहन्छु। चुनाव भन्ने बित्तिकै यो देशको भाग्य र भविष्य कोर्ने मान्छे भएको कारणले गर्दाखेरि, चुन्नुपर्ने भएको कारणले गर्दाखेरि अत्यन्तै ध्यान दिएर हामीले चुन्नुपर्छ भन्ने मेरो अनुरोध छ। अब कस्तो मान्छेलाई चुन्ने त हैन भनेर म यहाँहरुको केही समय ध्यानकर्षण गर्न चाहन्छु। अब हामीले चुन्ने मान्छेहरु कस्तो मान्छे हुनुपर्छ भन्दाखेरि है इमानदार मान्छेलाई चुन्नुपर्छ जस्तो मलाई लाग्छ। इमानदार मान्छे। अब यहाँ मैले 3 जना हुनुहुन्थ्यो उम्मेदवारहरु, एकजना चाहिँ अहिले पढा बाहिर स्कुलमा चाहिँ के हो उहाँहरु हुनुहुन्छ, 2 जना एकचोटी उभिदिनुहोस् न, 2 जना है उहाँहरु इमानदार मान्छे हुनुहुन्छ कि हुनुहुन्न होला? हुन्छ बसिदिनुहोस् 2 जना, धन्यवाद। इमानदार मान्छेलाई चुन्नुपर्छ। नम्बर 1 मा इमानदारी 1 नम्बरमा पर्छ, किनभने
हाम्रो देश बिग्रेको चाहिँ बेइमानीले गर्दा हो। भ्रष्टाचार गर्नु भनेको बेइमानी गर्नु हो कि। त्यसो भएको कारणले इमान्दार मान्छे चुन्नुपर्छ है। राम्रो बुझौँ है, राम्रो बुझौँ। इमान्दार मान्छे चुन्नु। 2 मा पौरखी मान्छे चुन्नुपर्छ है। इमान्दार मान्छे मात्रै चुनेर हुँदैन। फेरि इमान्दार चाहिँ छ घरमा बसिरहेको छ, के काम लाग्यो है। जनताको घर दैलोमै आउँदैन, चुनेर पठाएपछि जनताको के छ दुःख बिराम, के छ स्वास्थ्य सन्चो बिसन्चो के छ भनेर सोध्दै आउँदैन भने फेरि काम लागेन। इमान्दार हुन्छ, घर धुरीमाथि बसिरहेको छ, इमान्दार भन्दैछ। त्यसले गर्दाखेरि मेहनत गर्ने मान्छे चाहिन्छ है। यस्तो मान्छे चुन्नुपर्छ तपाईँले जो चाहिँ तपाईँको घर दैलोमा आओस्, तपाईँसँग भेटोस् है। सांसद भन्ने बित्तिकै तपाईँको साथी जस्तो पनि हुनुपर्छ क्या, होइन र? सांसद चाहिँ सांसद माथि बसिरहेको छ, सांसद दूरबीनले हेर्नुपर्ने, त्यो पनि उता फर्किराखेको काम लाग्दैन, काम लाग्दैन। तपाईँसँग घुलमिल गर्ने मेहनती मान्छे चुन्नुहोस् है। अब यस्तो सांसद चुन्नुहोस् जुन सांसदले होइन, जुन प्रतिनिधिले तपाईँको समस्यालाई समाधान गर्नका लागि पहल गरोस्, समाधान गर्ने निर्णय गरोस्, नीति बनाओस्, त्यस्तो मान्छेले चुन्नुपर्छ होइन। इमान्दार पनि छ, सुन्नु है, इमान्दार पनि छ, भौरखी पनि छ, तपाईँसँग साथी जस्तो घुलमिल पनि गर्छ, तर उसले तपाईँको समस्या समाधानै गर्न सक्दैन भने फेरि त्यस्तो पनि काम छैन है। मैले यहाँ के भन्दैछु भने इमान्दारी, त्यस पछाडि तपाईँको साथी जस्तो मिलनसार घर दैलो गर्ने, छुन सक्ने, भेट्न सक्ने, बोलाउँदा होइ भन्ने, अर्को तपाईँको समस्या समाधान गर्न सक्ने है। ती 3टा गुण तपाईँले चाहिँ एउटा उम्मेदवारमा देख्नुपर्छ र ती 3टा गुणहरू भन्दा फेरि माथि एउटा गुण हुन्छ, त्यो चाहिँ यो देशलाई माया गर्छ कि गर्दैन त्यसले हैन। बा देश बेचेर खानु पो खोज्छ कि, देश बेचेर खानेको पछाडि दलाल भएर पनि हिँड्छ कि, फेरि त्यस्तो भयो भने बर्बाद छ। त्यो 3टा गुण भएर पनि त्यस्तो भयो भने चाहिँ फेरि बर्बाद छ। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु यी 4वटा कुरा हेर्नुहोस् है। इमान्दारी, जवाफदेही, सक्षम र ती 3टा गुणभन्दा माथि एउटा छाता गुण, यो देशलाई प्रगाढ रूपमा, अगाध रूपमा, असीमित रूपमा माया गर्ने मान्छे तपाईँले चुन्नुपर्छ। राम्रो बुझौँ है। हुन्छ, ठिक छ, ताली त भइहाल्छ, लास्टमा बजाउनु होला, त्योभन्दा पहिला अलिकति केही सुनौँ कि हैन। अब यो चुनाव भनेको फेरि उम्मेदवारको चुनाव मात्रै पनि होइन, फेरि एउटा कुरा त्यो पनि छ। फेरि के भन्न खोजे भन्दा यो चुनाव भनेको चाहिँ पार्टीको चुनाव पनि हो हैन। कस्तो पार्टीलाई चुन्ने त भन्ने पनि फेरि आउँछ, आउँदैन हो। अब पार्टीहरूमा हेर्दाखेरि पुराना पार्टी, नयाँ पार्टी भन्ने छ। नयाँ पार्टीमा अब थुप्रै अहिले खुलेका छन्, ती थुप्रै खुलेको पार्टीमा 2टा मात्रै नयाँ हो। एउटा बत्ती बाल्छु भन्ने पार्टी, एउटा श्रम संस्कृति। त्यो घन्टी हल्लाउने पार्टी त पहिलाको पुरानो हो नि है। घन्टी हल्लाउने पार्टीले त जसको विरुद्धमा चुनाव लडेको होइन, त्यो प्रचण्डकै विरुद्धमा रवि लामिछाने लड्या होइन र? अनि रवि लामिछानेसँग हार्छु भनेर प्रचण्डजी चाहिँ अलिक चलाख हुनुहुन्छ, अर्कै ठाउँबाट गएर जित्नुभयो। पछि त्यही प्रचण्डले फेरि भोट हालेर गठबन्धन सरकारमा बसेर उप प्रधानमन्त्री तथा गृहमन्त्री भयो होइन भने? पुरानो पार्टी हो, घन्टी हल्लाउने पार्टी नयाँ होइन। नयाँ अहिले 2टा मात्रै छ, हुन त थुप्रै अरू पनि होला, 2टा चाहिँ चर्चामा छ है। अरू पुराना दलहरू श्रम संस्कृति, यो अरू सबै एउटा चाहिँ यसो लगाएर हेर्नु, विचार गर्नु। मलाई जबरजस्ती माटोमै पछि आउनु, त्यसरी हाम्रो चाहिँ भक्तिगान गाउनु भन्दिनँ म, किनभने मैले भनेको छु श्रम संस्कृति पार्टी भनेको झोलेको पार्टी होइन। तपाईँहरू कोही पनि मेरो झोले होइन, यहाँ कोही पनि कसैको झोले होइन, सुन्नु है राम्रो छ। तपाईँहरू भनेको मेरो कार्यकर्ता पनि होइन है। यो देश बनाउने श्रमदाताहरू मात्रै हो। सबै पार्टीलाई यसरी लाइन लगाएर हेर्नु है।
एमालेलाई उचाल्नु, कङ्ग्रेसलाई पनि उचाल्नु, अहिले माओवादी छैन कि क्या हो, खै के भनेर चेन्ज गरिरहन्छ त्यो हाम्रो उसले चाहिँ। फेरि त्यसलाई पनि उचाल्नु, उता राष्ट्रपालाई पनि उचाल्नु, सबैलाई उचाल्नु, हामीलाई पनि उचाल्नु है, फेरि हामीलाई पनि उचाल्नु। तर सबैभन्दा धेरै वजन भएको पार्टी श्रम संस्कृति पार्टी हुनेछ, किनभने श्रम संस्कृति पार्टीले यो देशको माटो बोकेको छ है। हल्का फुल्का पार्टीलाई भोट हाल्नु हुँदैन है, वजनदार, भिजनदार, जेहेनदार पार्टीलाई भोट हाल्नु। सबैजनालाई मात्रै अनुरोध गर्छ। यो चुनाव भनेको उहाँहरूलाई चुन्ने मात्रै होइन है, पार्टीलाई चुन्ने चुनाव पनि हो। अब पार्टीहरूको भिजन हेरौँ, तपाईँले अरूलाई पनि पल्टाएर हेर्नुहोस्, हामीलाई मात्रै हेर्नुहोस् भनेर छैन है। 3 करोड नेपालीलाई भनिरहेको छु है। ल एमालेलाई भोट दिने कतिले मन गरिराख्नु भयो होला, कतिचोटि दिने, किन दिने? जेनजीको आन्दोलन हुँदाखेरि पनि त्यही पार्टीको अध्यक्ष चाहिँ प्रधानमन्त्री थियो होइन र? अब फेरि पनि दिएर फेरि नै तपाईँको छैन त्यही खालको आन्दोलन, त्यही खालको आगजनी, त्यही खालको छैन अराजकता, त्यही खालको के थुप्रो छ होइन, एउटा मात्रै भएको होइन। त्यसले गर्दाखेरि त्यसतर्फ हामीले भोट हाल्नु हुँदैन है भन्छु म चाहिँ है, मेरो सल्लाह। 3 करोड नेपालीहरू रुखमा भोट हालौँ भने रुख पनि त्यतिखेर थियो नि त, जेनजीको आन्दोलन हुँदाखेरि सँगै थिएन त गठबन्धनमा, गृहमन्त्री त उहाँ नै हुनुहुन्छ होइन। अब त्यो जेनजीलाई सुट आउट गरेको कुरादेखि लिएर होइन, त्यो सबै कुरामा उहाँहरू सँगै हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ कि को पो थियो त्यतिखेर प्रधानमन्त्री र गृहमन्त्री लगायतका त गर्दैन है। अब पहिला माओवादी थियो, अहिले नेपाली कम्युनिस्ट भएको छ, फेरि अर्को चुनावमा अर्को हुन्छ होला गर्दैन है। पहिला पहिचानको कुरा निकालिदिने मान्छेहरू होइनन् उनीहरू, खै त मुद्दा टुङ्गो लगाएको है। जातै पछि राज्य दिन्छु भन्ने मान्छेहरू होइनन् भनेको है। राईलाई एउटा, लिम्बूलाई अर्को, तामाङलाई अर्को होइन, मगरलाई अर्को, छेत्रीलाई अर्को, बाहुनलाई अर्को राज्य दिन्छु भन्ने मान्छेहरू होइनन् भनेको। खै त अनि खै त मुद्दा खै मुद्दा हो कि फाटेको जुत्ता हो? जुत्ता चाहिँ फाटेपछि फालिन्छ र अर्को किनिन्छ क्या। तर राजनीतिक मुद्दा त्यस्तो हुँदैन, चुनावै पछि चेन्ज गर्ने, नामै चेन्ज गर्ने। त्यस्तो मान्छेहरूलाई चुनाव चिन्ह तारामा भोट हालेर के होला यो देशमा होला? थुप्रै छन्, अरू पनि थुप्रै छ होइन। अब एउटा पार्टी घन्टी हल्लाएर विकास गर्छु भन्छ है। आर्थिक विकास कसरी गर्ने भन्दा टिङ्लिङ टिङ्लिङ बजाइदिन्छ। शैक्षिक क्रान्ति कसरी गर्ने, टिङ्लिङ टिङ्लिङ बजाइदिन्छ। ए बाबा स्वास्थ्यमा कसरी सुधार ल्याउने, टिङ्लिङ टिङ्लिङ बजाइदिन्छ भने है। मन्दिरमा बजाउने, ससम्मान मन्दिरमा होइन, ईश्वरलाई भगवानलाई सम्झेर आराधना गर्दाखेरि बजाउने, ससम्मान बजाउने चिज हो त त्यो त। कस्तो दिन रात बजाइराखेको हुँदैन बाबा, हुँदैन, त्यहाँबाट हुँदैन है। अब बत्ती बाल्छु भनेर एकजना सर आउनु भएको छ है, फेरि यो विरोध गरेको होइन है। हामीलाई पनि त्यस्तो छ भने भन्नु, मैले भने खालि विरोध गर्छ भने विरोध किन गर्नु, मैले भएको कुरा त गर्नु पर्यो नि होइन त। ऊ त्यो बिल्डिङ हो भनेर मैले बिल्डिङ भन्नु परेन मैले, त्यो त त्यो के अरे एउटा के अरे परालको छानो भएको डहरा रहेछ भन्नु त्यसलाई मैले मिल्छ? यतापट्टि पूजा कम्प्लेक्स लेखेको छ होइन, पूजा कम्प्लेक्स होइन त्यो त सरस्वती कम्प्लेक्स भन्नु मैले? मलाई मेरो बाबुबाजेले, मलाई मेरो पुर्खाले झुटो बोल भनेर सिकाएको छैन है। त्यसले गर्दा साँचो कुरा बोले, विरोध भन्यो भने नभन्नु। त्यसले गर्दाखेरि अब बत्ती बाल्ने पार्टी भन्छ होइन, त्यो पार्टीलाई मैले थुप्रै कुराहरू सोधेँ। एमसिसीको बारेमा के छ त हौ सर भनिदिनु न भन्छ, बोल्दैन, चाप दिइहाल्छ होइन। एमसिसीको बारेमा मात्रै सोधिदिनु कि नेताहरू कुले लाम ठोक्छ, पुच्छर लुकाएर क्या कुकुर भाग्या जस्तो, अरू केही सोध्नै पर्दैन। त्यसो भएको कारणले गर्दाखेरि त्यो पार्टी फेरि अध्यक्षज्यू पहिला होइन मेरो पार्टी होइन भन्नुभयो उहाँले, यो मेरो पार्टी होइन म त स्वतन्त्र भन्नुभयो, मन्त्री भइन्छ। पछि फेरि उहाँकै पार्टी रहेछ
हाम्रो आफ्नो छोराछोरीलाई मेरो छोराछोरी भन्छौँ नि हामी भन्दैनौँ है बदमासै भए पनि लफङ्गा नै भए पनि काम न काजकै भए पनि मेरो छोरा हो त्यो भन्नुपर्छ पर्दैन आमा बाउले है मेरो होइन भन्नु हो के उहाँको होइन रहेछ भनेको फेरि पछि मेरै हो भन्नु हो फेरि 12 दिन जति चाहिँ फेरि त्यो होइन घन्टी पार्टीमै जानुभयो उहाँ पनि 13औं दिनमा फेरि निस्किनु भयो त्यहाँ त ठिक रहेनछ भन्नुभयो अनि त्यो टिपल पाते मान्छेले यो देशको निर्णय गर्छ उहाँ भनेको विद्युत प्राधिकरणको एमडी चाहिँ नम्बर 1 हो म पनि दिन्छु फेरि 100 दिन्छु तर नेता होइन उहाँ नेताले आज चाहिँ बोल्छ 10 वर्ष पछाडि पनि त्यही कुरा बोल्नुपर्छ 20 वर्ष पछाडि पनि त्यही कुरा बोल्नुपर्छ भन्नुको मतलब सत्य कुरा बोल्नुपर्छ सत्य कहिले पनि मर्दैन अमर हो है हाम्रो जीवनमा हाम्रो अनुभवमा हाम्रो ज्ञानमा है एउटै कुरा मात्रै तपाईको अमर छ त्यो सत्य सत्य मात्रै मर्दैन सत्यलाई लिएर हिँडेको एउटा पार्टी छ त्यो हो श्रम संस्कृति पार्टी त्यसले के भन्छ त भन्दाखेरि आकाश हेरेर माथि तारा गनेर विकास हुन्छ भन्दैन तल आफूले टेकेको जमिनलाई हेर तिम्रो पसिना बग्नुपर्छ त्यहाँ रगत होइन रगतले चेन्ज ल्याउँदैन रगतले चेन्ज ल्याउँछ कोही बसिरहेको लाटाले हानेर त्यो कुर्सीमा बस्न ठुलो कुरो होइन होइन जसले पनि जान्दछ तर पसिनाको थोपा जब माटोमा पर्छ धरतीमा पर्छ त्यहाँबाट मात्रै अन्नको बिउ उम्रन्छ अन्नको बिउ उम्रिसकेपछि मात्रै तपाईँ हामीले भात खाने होला तपाईँहरूले भात नखाइकन यहाँ मेरो बोलीमा आउँदैन तपाईँको बोली आउँदैन बेहोस भइहाल्छ यथार्थलाई टेकेर सत्यलाई टेकेर सत्यका साथ अगाडि बढेको श्रम संस्कृति मात्रै एउटा चाहिँ पार्टी रहेको कुरा म जानकारी गराउँछु त्यसो भएको कारणले गर्दाखेरि उम्मेदवारलाई चुन्ने मात्रै नभएर पार्टीको विचारलाई चुन्ने कुरा पनि हो म यहाँहरू सबैजनालाई अनुरोध गर्न चाहन्छु चुनाव चिन्ह अञ्जुलीमा लिएको माटोमा तपाईँहरूले भोट हाल्नु मैले बारम्बार भन्ने गरेको कुरा विकास र देश दुईटा अलग कुरा हो राम्रो बुझौँ है विकास भनेको भौतिकता तपाईको छैन समृद्धि हो त्यहाँ राम्रो चिल्लो बाटो मोटर गाडी राम्रो घर भन्ने हुन्छ है हुन सक्छ तर देश भनेको चाहिँ नेपाल भन्ने हो क्या है सुन्नु है राम्रोसँग यो नेपाल भन्ने नाम चाहिँ मेटौँ यहाँ सबै राम्रो चाहिँ विकास गरौँ है विदेशी सेनाहरू ल्याउँ है डलरको खेती गरौँ भन्दाखेरि हामी मान्ने हो श्रम संस्कृतिले मान्दैन है बरु हामी यसरी भुइँमा बस्छौँ हामीलाई सोफा चाहियो र यहाँ है सोफा हामीलाई चाहिएन हामीले मखमलको पीडा चाहिएन हामी दुखै गर्छौँ तर यो देश भन्ने राखिरहनुपर्छ बाँचिरहनुपर्छ भन्ने सबभन्दा ठुलो मुद्दा नै आज श्रम संस्कृतिको मुद्दा है उदाहरणको लागि तपाईलाई राम्रो लुगा किनिदिन्छ सपोज मै किनिदिन्छु ल राम्रो गहना किनिदिन्छु एउटा मोटरसाइकल किनिदिन्छु मोटर गाडी किनिदिन्छु एउटा घर पनि किनिदिन्छु जग्गा जमिन पनि जोडिदिन्छु तर भोलिदेखि तपाईको नाम चाहिँ हर्क साम्पाङ हो भन्दा मान्नुहुन्छ मान्दैन नि त मान्छ त हर्क साम्पाङ है तपाईको नाम पनि भनेर तपाईको नाम मैले खसाउन मिल्छ नेपाल भन्ने देशको नाम खसाउन पाइँदैन हामीले गर्ने राजनीतिको सबभन्दा ठुलो लक्ष्य भनेको यो देश बचाइराख्नु हो है यहाँनिर पनि खै कुन देशले कति ऋणमा होइन के बाटो बनाउँदैछ त्यसमा म एकछिन आउँछु राम्रो तरिकाले त बनिरहेको छैन धुलो उडिरहेको छ छिटो बनाउँदा पनि हुन्थ्यो सबैतिर किन तपाईँको खोलेको सबै तपाईँको छैन यस्तो त्यो त बाँदरले पो गर्छ होइन हो कि भन्नु न बाँदरलाई एक ढाकी तपाईँको सुन्तला दियो भने सबै टोक्छ क्या टोक्छ लोड गर्छ नि त त्यसले त त्यस्तै देख्छु मेलैले गर्दा हुन्थ्यो है 2 घण्टा लाग्ने पुरानो बाटोमा 2 घण्टा लाग्ने बाटोमा अहिले 4 घण्टा लाग्छ घान यस्तो हुँदै आएको म है त्यसो भन्दा पनि फेरि रक्सी खाएर मातेछ म भन्छ हिजो आज
म त जोक गरिरहन्छु, हँसाइरहन्छु नि त युवालाई। एकछिनमा त्यहाँ पनि आउँछु। मैले के भन्दैछु भने विकास भन्दा ठुलो हुन्छ देश है। हामीलाई देश सहितको विकास चाहिएको कि देश बिनाको विकास चाहिएको? नेपाल सहितको विकास चाहिएको होला नि हामीलाई, कि कसो हो? त्यसो भएको कारणले विकासको ललिपप दिएर कसैले हाम्रो देश लान खोज्छ भने हामी कदापि मान्नेवाला छैनौँ। त्यसो भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु, देश बचाउने एजेन्डा कुनै पार्टीले आजको मितिमा लिएर आएको छ भने त्यो श्रम संस्कृति पार्टी मात्रै हो। अरूको त एजेन्डा हेरौँ न भन्दा चुनाव पछाडि देखाउन हामीले देखाइहालेछ नि त भन्नुहुन्छ। टक्क चस्मा लाएर टुई 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 कुद्नुहुन्छ, 9-10 गरेर गाडीमा भन्छ, म त बसमा आएको है। मेरो मान्यता के छ भने जबसम्म देशमा, अब मेरो साथीहरूको हाम्रो अब हुनेवाला माननीयज्यूहरूको के मान्यता छ त्योसँग मलाई सरकार भएन, तर मेरो मान्यता चाहिँ जबसम्म यो देशमा सबै नेपालीले सुकिलो मुकिलो भएर हिँड्न सक्ने आर्थिक अवस्था बनाउँदैन तबसम्म म चाहिँ यस्तै झुत्रे झाम्रे लगाएर हिँड्छु। मसँग नयाँ लुगा नभएर होइन, नयाँ लुगा लगाएर आउन नसकेर होइन है, सक्छु, नयाँ लुगा लगाएर आउन सक्छु, तर यो देशको अवस्था नयाँ लुगा लगाएर हिँड्ने नभइन्जेलसम्म, यो देशका सबै मान्छेहरू नयाँ लुगा लगाएर हिँड्ने नभइन्जेलसम्म तपाईँहरूले मेरो सुरुवाल हेर्दै हुनुहुन्छ होला, त्यो मैला फाटेको किन त्यस्तो लाएर आएको भन्दै हुनुहुन्छ होला, अप्ठ्यारो लागिरहेको होला। मैले यो कुरा खुलासा गरेँ है, यो मेरो प्रतिबद्धता। माटोलाई मैले वचन दिएको छु, त्यो वचन अनुसार म बाँचिरहेको छु है। अब यो खालको मान्छे तपाईँलाई प्रधानमन्त्री बनोस् भन्ने चाहनुहुन्छ भने म नेपालै भरि भन्न चाहन्छु, तपाईँको पालिकामा म तपाईँको ठाउँमा म आउन नसक्नुला, किनभने भ्याइँदैन हेर्ने है, समय छैन, 2-4 दिन मात्रै बाँकी छ। यही आमसभामा बोलेको कुराहरूलाई पनि तपाईँहरूले सुनेर जो जति सामाजिक सञ्जाल चलाउनुहुन्छ तपाईँहरूले, सामाजिक सञ्जालको पहुँचभन्दा बाहिर पनि 50% भन्दा धेरै मान्छे छन् है। जस्तै मेरै आमालाई चलाउन आउँदैन, मोबाइल दिएर के गर्नेवाला चलाउनै आउँदैन। हाम्रा त्यस्ता होइन ज्येष्ठ नागरिकदेखि लिएर मोबाइलबाट होइन तपाईँको छैन अलिक टाढा रहेका मान्छेहरूलाई तपाईँहरूले बुझाउनुपर्छ, सम्झाउनुपर्छ। म नेपालैभरि भनिरहेको छु, श्रम संस्कृतिमा आबद्ध भएर तपाईँहरूसँगै हिँड्नुपर्छ, हामीसँग हुल बाँधेर भन्दिनँ म। तपाईँको पनि यो देश भएको कारणले गर्दाखेरि तपाईँले यो देश बचाउनका लागि त्यति काम तपाईँहरूले गरिदिनुपर्छ र यसपालिको चुनावमा श्रम संस्कृतिलाई तपाईँहरूले बहुमतले विजयी गराउनुपर्छ। म भोट लगाउनुहोस् भन्दिनँ, भोट ओइराउनुहोस् भन्छु है। भोट लगाउनु भनेको चाहिँ एउटा मात्रै हुन सक्ला, 2टा मात्रै हुन सक्ला, ल फर इक्जाम्पल ल 1000 2000 हुन सक्ला, तर भोट ओइराउनु पर्छ यसपालि नेपाली जनताले। म त भन्न चाहन्छु यो देशको स्वाधीनताको पक्षमा, यो देश बचाइराख्ने, यो देशको अस्तित्वको पक्षमा, यो देशको तमाम तपाईँको संस्कृतिको पक्षमा बोल्ने एउटै मात्रै पार्टी छ, श्रम संस्कृति हो। म यहाँहरूलाई यो कुरा निवेदन गर्न चाहन्छु, हामी दुःखले विदेश गएर काम गर्छौँ, देशमै गरी खाने वातावरण नभएको कारण। त्यसमा पनि चाल छ, त्यसमा पनि थुप्रै जाल छ। विदेश गएर हामीले बेचेको त श्रम पो त होइन र, स्वाभिमान बेचेको हो र, इज्जत बेचेको हो र नेपालीले होइन। त्यसो भएको कारणले गर्दाखेरि श्रम बेच्नका लागि नेपालको राजनीति ठिक नभएको कारणले हामी बाध्य छौँ यतिखेर अहिलेको अवस्थासम्म। तर जब हामी आफ्नो देशको सिमानाभित्र आउँछौँ, यो देश हाम्रो हो, हामी हो यो देशको मालिक है, हामी हो यो देशको मालिक, 3 करोड नेपाली हो यो देशको मालिक। त्यो कुराको अनुभूति गराउनका लागि हामी कुदिरहेका छौँ। तर यो देश हाम्रो होइन जस्तो देखिन थाल्यो। हिजो मात्रै परेड गरिरहेको देख्छु म विदेशी सेना है। तपाईँलाई ठिक लाग्यो, राम्रो लाग्यो त्यो चिज? अचम्म लाग्छ है। मैले भन्दैछु साग र सिस्नु घोटेर खाएर बाँचेको हाम्रो पुर्खाको सन्तान हो हामी है। हामीलाई मासु भात र तपाईँको होइन आयातित रक्सी र मासु खाएर यो देश बेच्नु छैन।
हामी फेरि पनि दुःख गर्न तयार छौँ, हाम्रो पुस्ता फेरि पनि दुःख गर्न तयार छ, तर यो देश हाम्रै हुनुपर्छ, यो देश हाम्रै हुनुपर्छ है। तपाईँको परिवारलाई कसैले मिठो मसिनो खुवायो भन्दैमा तपाईँले आफ्नो परिवारलाई अरूलाई सुम्बन सक्नुहुन्न। त्यही कुरा हो, यो देश हाम्रो देश। श्रम संस्कृतिको सरकार बनेन भने मैले बारम्बार भनिरहेको छु, विदेशीको सरकार बन्छ यो देशमा। त्यस पछाडि हर्क साम्पाङलाई आउनु न बोल्नु न भन्दाखेरि म भ्याउँछु पनि भ्याउँदिनँ, म आएर के भन्नु, बेलामा तपाईँको चाहिँ होइन आँखा नदेखेपछि। जेनजीको आन्दोलनको कुराहरू गरौँ, कसरी आन्दोलन गर्यो, मर्न पठाउने मार्ने, कसलाई? तपाईँ हाम्रो छोराछोरी होइन मरेको? शहीदको आमाबाउ पनि आउनु भएको छ होला यहाँ, शहीदको आमाबाउले पनि हेरिराख्नु भयो है। त्यस्ता निर्दोष मान्छेहरूलाई नानी केटाकेटी हो ल स्कुलको ड्रेसमा आउनु है, बिचरा किताब बोकेर गएको छ त्यहाँ, उसलाई के थाहा राजनीति, उसलाई के थाहा, जाउँ 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 भनेर लग्यो, टाउकोमा गोली हानेर मारेको छ। त्यो दृश्य कसले त्यस्तो गरायो, कसले त्यस्तो गर्यो है? गराउने र गर्ने फेरि सत्तामा आउनु खोजिरहेको छ। तर त्यतिखेर म भन्न चाहन्छु, 3 करोड नेपालीमा एकजना मान्छे मात्रै त्यो देशलाई सम्हाल्न निस्कने आँट गरेको थियो। गोली लागोस्, मलाई आगो लगाउँछ भने लगाओस्, जिउँदै जलाउँछ भने जलाओस्, तर यो देश विदेशीको हातमा जानु हुँदैन भन्ने एकजना मान्छे गएको थियो। त्यो मान्छेको नाम नै हर्क साम्पाङ। त्यहाँ त ठुलो नेताहरू गरेर हिँड्छ, 4-5 महिना चाहिँ कहाँ गएको थियो? आउनु पर्दैन त्यतिखेर? सम्हालिदिनुहोस् न हजुर, आउनुहोस् न। जेनजीको आन्दोलन धरानमा पनि भएको थियो, तर धरानमा आन्दोलन हुँदै गर्दा म त्यहाँ गएर बोल्ने साहस गरेँ। जेनजीलाई मैले सम्झाएँ, नत्र धरान उपमहानगरपालिका सरकारी कार्यालय त्यो पनि त चल्थ्यो, चल्दैन थियो। त्यो भिडलाई मैले अघि तपाईँको छैन नगरपालिका पुगिसकेको भिडलाई डोराएर लगेर फेरि बजारमा गरेर शान्त तरिकाले मैले समापन गरेँ। त्यो खुबी हुनु पर्दैन थियो बालन शाहसँग है। सिंहदरबार जलेर गयो होइन। अनि हाम्रो तपाईँको चाहिँ +2 पढ्दै गरेको जेनजीले सिंहदरबार जलाउने आँट गर्छ? 10-15 मिनटमा त्यत्रो ठुल्ठुलो पुरा भित्ता रहेछ त्यो। अस्ति म गएको थिएँ होइन, डर कुन लाग्दो क्या, यसो हेऱ्यो है, पुरा सिंहदरबार भन्छ साँच्चै बाघैको निस्किन्छ भन्छ क्या। सोझो मान्छे हो नि त, म त बाघ निस्किनु लात्ताले दिनु पर्यो भनेर कतार कस्छु नि होइन। 6 फिटको 5 फिटको तपाईँको गाह्रो भएको सिंहदरबार 15 मिनटमा हाम्रो छोराछोरी नातिनातिले जलाउँछ? नचाहिने कुरा है, नचाहिने कुरा सुनाइदिएको छ हामीलाई। सबै षड्यन्त्र थियो। कहिले चाहिँ भनेर दारा किटेर बस्ने हुन्छ क्या। मलाई पनि दारा किट्ने थुप्रै होला यहाँ, धेरै बोल्दैछ टिट मलाई, तर दारा किटेर केही पनि हुँदैन, केही हुँदैन है। अलिअलि भाँको दाग पनि किटिटी गरेर सबै खिएर खतम भएछ। यो देश खानको लागि दारा किटेर बस्ने मान्छेहरूको षड्यन्त्र थियो। हाम्रो छोराछोरी विचार गर्नु न, तपाईँ +2 पढ्दै रहेको 10 कक्षा 9 कक्षा पढ्दै रहेको केटाकेटीले जलाउँछ सर्वोच्च अदालत? सबै षड्यन्त्र भएको छ। हाम्रो देशको सार्वभौम सत्तालाई कमजोर बनाउने, देशलाई कमजोर बनाउने, अनि विदेशी हालिमुहाली र हस्तक्षेपलाई चाहिँ हाबी गराउने, त्यसको विरुद्धमा निस्किनुपर्छ नेपालीहरू। त्यसको विरुद्धमा तपाईँहरूले यसपालिको मतदान गर्नुपर्छ। म सबैजनालाई भन्न चाहन्छु, एमालेमा पनि छन् होला देशभक्त युवाहरू, छैनन् भन्दिनँ ल है। कङ्ग्रेसमा पनि होला देशभक्त युवाहरू है, अरू दलहरूमा पनि थुप्रै देशभक्त युवाहरू होला। सम्पूर्ण देशभक्त युवालाई म भन्न चाहन्छु, तपाईँहरूको वास्तविक र तपाईँहरूको खासमा तपाईँको चाहिँ मुद्दा बोकेको पार्टी भनेको श्रम संस्कृति पार्टी। यो देश गफ गरेर बन्दैन, यो देश बन्छ त काम गरेर बन्छ है। विकास भन्दा ठुलो हुन्छ देश। मैले अघि भनिसकेँ, देश बचाउन निस्केको श्रम संस्कृति मात्रै हो। त्यसो भएको कारणले यदि तपाईँहरूलाई पनि यो देश चाहिन्छ भने तपाईँहरूलाई पनि मोबाइल फोन गर्न चाहन्छु है।
तपाईँहरू हिँड्नुहुन्छ होला हो, मलाई त पार्टीले स्पष्टीकरण लिन्छ के भनेर हिँड्नुहुन्छ होला, ल हिँड्नुहोस्, उतै हिँड्नुहोस्, भोट चाहिँ माटोमा हाल्नुपर्छ है, भोट माटोमा हाल्नुपर्छ होइन। साँच्चै नै यो देशको माटोमा भोट नहाल्ने त्यो नेपाली होइन भन्छु म त यार यसमा होइन। यत्रो कुरो बुझेर यत्रो कुरो सुनेर पनि फेरि त्यही परे हाल्छ भने त्यो त फेरि कुकुरको पुच्छर पनि हो भन्ने भरे गरे छ। मान्छेले एकचोटि गल्ती गर्छ, दुईचोटि पनि त्यही गल्ती गर्छ, तीनचोटि पनि त्यही गल्ती गर्छ, तीनचोटि गरेको त्यही एउटै गल्तीबाट उसले सिक्नुपर्छ। सिकेन भने फेरि चारचोटि गल्ती गर्यो भने चाहिँ त्यो मान्छे भेडा हो। चारचोटि पछि फेरि पाँचचोटि त्यही गल्ती गर्छ भने त्यो चाहिँ कुकुरको पुच्छर हो। त्यसलाई चाहिँ मैले नमस्ते सक्दिनँ म भन्नु बाहेक अरू के हुन्छ। अब यसपालि कतिजना कुकुरको पुच्छर रहेछ भन्ने कुरा पनि देखिन्छ होला है। हामी कुकुर पुच्छर बन्नु हुँदैन, कुकुर पुच्छर बन्ने हो हामी, बन्नु हुँदैन। हामी त सबै मान्छे हो नि है, त्यसले गर्दाखेरि कुकुरको पुच्छर बन्नु हुँदैन। चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। अब म लास्टमा आइपुगेँ। मलाई अस्ति भर्खर भ्यालेन्टाइन्स डेमा होइन, अहिले त्यो ट्रोल बनाइरहेछ कि दिनभरि बिहानदेखि घर दैलो गर्दै 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 हैरान हो त, कुद्दा कुद्दा खिरिलो भएको छु, घटेको भन्दिनँ खिरिलो भएको छ होइन। अब त्यस्तो भएर गइयो, एउटा कार्यक्रममा बोलिसकेपछि दुईजना भान्जाहरू रहेछ, फोटो खिच्नु भन्दै थियो। म चाहिँ रेला गरिदिन्छु क्या, फेरि किशोर किशोरी र बालबालिकालाई खुब जिस्काउँछु म। अनि मैले जिस्काएर हुँदैन यस्तो गरेको जाँड खायो भन्छ। त्यो त्यसो भन्ने मान्छेले खाँदो रहेछ कि उसलाई त्यही याद आयो क्या, फटाहरू नि होइन। तर हर्क साम्बाङले होइन त्यस्तो गतिविधि गर्दैन। म आफै संस्कृति सिकाउने मान्छे हो। 200 हप्ता जति त लागु औषध नखाउँ, मातेर नहिँडौँ भनेर कुना माइक बोकेर हिँड्ने मान्छे हो हर्क साम्बाङ। के सम्झेको तपाईँहरूले? त्यसो नभन्नु है, त्यसो नभन्नु। अब विरोध अरू गरौँ भने के गर्नु त? भ्रष्टाचार गरेको छैन, देश बेचेको छैन, असमान सन्धि सम्झौता गरेको छैन, विदेशी दलाल भएर हिँडेको छैन, सिंहदरबार जलाएको छैन, सहकारी ठगेको छैन, गिरीबन्धु बेचेको होइन, ओम्नी बेचेको होइन, महाकाली सन्धि गरेको होइन, एमसिसी गरेको छैन। अनि केमा विरोध गरौँ भन्दा स्टेटस धेरै लेख्छ। सक्नुहुन्छ भने तपाईँले पनि लेख्नु नि त भनेको लेख्दैन। फेरि कतिखेर कमेन्ट गर्नु भने यस्तो पक्रिरहेको छ है, छक्क पर्छु। 10 सेकेन्ड भित्रै हर्के हल्दार भन्ने लेखिदिइहाल्छ हौ। ठिक छ, तपाईँहरूले मलाई हवलदार भन्नु हो, तपाईँहरू चाहिँ चोर हो। चोरलाई पुलिसले खेदाउँछ है। फेरि पुलिसमा म त फेरि एक फिता माथि गरेर हवलदार गर्छु। ल ठिक छ, स्वीकारेँ मैले। खेदाउँछ नि फेरि, यो देशको सुरक्षा गर्ने हवलदार त मै त होता रहेछु त है। अचम्म लाग्छ क्या, त्यो पक्रिराख्नु कतिखेर चाहिँ आउँछ र है। ल आज त फुल रोप्नु जाउँ है भनेर माथि स्याट्टै लेख्छु, 10 सेकेन्ड भएको छैन ढुङ्गे मेयर। ढुङ्गे नै हो म त, ढुङ्गारी पोकी देश बनाउँछु ल है। तपाईँहरू जस्तो माथि तपाईँको चाहिँ घर माथि बसेर यस्तो गरेर विदेशी दलालले तपाईँको चाहिँ फालेको पैसा पक्रेर खाने हो र पापको कमाइ होइन है। छक्क पर्छ। त्यसरी अपमान नगर्नु होला कसैले है। म त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब यहाँ अघि भर्खर हाम्रो उम्मेदवारज्यूले भनिसक्नु भएको छ, हात्तीको समस्या, लागु औषध सेवनकर्ता त्यो दुर्व्यसनको समस्या पनि छ भन्ने छ। म तपाईँहरूलाई वचन दिन्छु, श्रम संस्कृतिको सरकार आउन दिनुहोस् है। हामी यो बोर्डर सोर्डर सबै सिल गर्छौँ होइन। त्यहाँदेखि तपाईँको छैन लागु औषध कसले के अरे तपाईँको छैन होइन भित्राउँदो रहेछ, त्यस्ता मान्छेले त है लागु औषध बेच्नेलाई त तपाईँको यस्तो कानुन बनाउँछौँ कि बाँसमा उधोमुन्टे झुन्डाउनु पर्छ है। छादुन्जेलसम्म झुन्डाउनु पर्छ, अनि छादेपछि फेरि निकालेर एकछिन रेस्ट गरेर फेरि झुन्डाइहाल्नुपर्छ। हाम्रो छोराछोरीलाई विष बेचेर पैसा कमाउने है। म हेर्छु हजारौँको सङ्ख्यामा है
युवाहरू बिग्रेका छन्। ऱ्यापमा गयो ए गरिरहेको छ, कति राम्रो पढ्छ होला मेरो छोराछोरी भनेर तपाईँको चाहिँ विदेशमा गएर खाइ नखाइ बाउले पैसा पठाइदिन्छ, यता छोरा बिग्रिरहेको हुन्छ। अनि घरमा आउँदाखेरि त एउटै मात्रै छोरा त्यो हेर्छ, बाउ त्यो माथिको घाम हो कि के अरे जुन हो भन्छ। अनि त्यो बाउको मन कस्तो होला भन्नु त, जसले 30 वर्ष तपाईँको चाहिँ खाडीमा काम गर्यो, छोरा आउँदाखेरि बिग्रिराखेको छ। त्यस्तो हाम्रो छोराछोरीलाई बिगारेर पैसा कमाउनेहरूलाई बाँसमा झुन्डाउने कानुन ल्याउने कि नल्याउने? कसम माटोको होइन, कसम माटोको बाँसमा उँधो मुन्डे झुन्डाएर लागु औषध कारोबारीलाई छादुन्जेलसम्म झुन्डाउने, त्यस पछाडि तल झार्ने, मारि चाहिँ हाल्नु हुँदैन। अनि एकछिन रेस्ट भने फेरि झुन्डाहाल्ने। डरलाग्दो कानुनहरू हामी बनाउँछौँ है। यो देशलाई खोक्रो बनाउने धमिराहरूलाई नि सबै कुरा भनिदिनु, फेरि अर्को टोली हुन्छ लागु औषधको बारेमा है, धेरै कुराहरू छ। सुकुम्बासीको कुरा पनि उहाँले गर्नुभयो। यो सुकुम्बासीको समस्या कहिलेसम्मको समस्या, कहिलेदेखिको समस्या है, यसलाई समाधान गर्नतर्फ हामी श्रम संस्कृति लाग्ने कुरा म जानकारी गराउन चाहन्छु। अब एकजना युवाले मलाई यहाँ आएर कानमा अघि भन्दै हुनुहुन्थ्यो, स्वास्थ्य शिक्षा तपाईँहरूले हेर्नुपर्छ है सर भन्नुभयो। कस्तो माया लाग्छ, कहाँ हुनुहुन्छ त्यो होइन हाम्रो युवा। एउटा सानो उपचार गर्न नसकेर मान्छेले ज्यान गुमाउनु परेको छ होइन। स्वास्थ्यलाई पनि पैसा कमाउने, शिक्षालाई पनि पैसा कमाउने, यो देशमा के पैसै मात्रै एउटा सबथोक होइन नि है। पैसा भन्दा ठुलो हुन्छ जीवन, पैसा भन्दा ठुलो हुन्छ नैतिकता र मानवता। त्यो मूल्य मान्यता कायम गर्ने गरी हामी तपाईँको छैन सेवा सुविधाहरू वितरण गर्नेछौँ। एउटा रोगको उपचार गर्दा गर्दै खेत पनि गयो, घर पनि गयो, रोग त निको भयो, फेरि भात खाने पैसा छैन, फेरि ग्यास्ट्रिक लागेर अल्सर भनौँ न, के फाइदा हो? बरु त्योभन्दा रोग बोकेर बरु मर्छु, मर्ने जुनी मर्छु, उपचार गर्दिनँ भन्ने नेपाली थुप्रै होला यहाँ, छैन? यही भिडमा पो होला। कोहीले स्टोन बोकिराखेको होला होइन, कोहीले क्यान्सर बोकिराखेको होला, कोहीले के बोकिराखेको होला, यही भिडमा पनि होला। त्यस्ता दिनहरूको अन्त्य गर्नुपर्छ। हरेक कुरालाई व्यवसाय गर्नेहरूलाई होइन हामी चुनौती दिन्छौँ। यो देशमा मानवता भन्दा ठुलो कुरा हुँदैन अर्को भन्ने कुरा स्थापित गर्ने गरेको हाम्रो नियम कानुन बन्छ। सेवा सुविधा र प्रशासनको प्रत्याभूति हामी गर्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, थुप्रै कुराहरू छन्, तर सबै कुरा भनिरहँदाखेरि घाम पनि अलिअलि पर पुगे जस्तो छ। त्यो त झिन्झीले भन्ने ठाउँमा पनि फेरि गएर त्यहाँ पनि बोल्नुपर्ने हुन्छ होला। मैले अरू कुरा धेरै बोल्न चाहिनँ, तपाईँहरूलाई भुलाउन चाहिनँ। बुझ्नेलाई इसारा काफी छ, नबुझ्नेलाई जिन्दगी भारी छ है। बुझ्नेलाई इसारा काफी छ भनौँ त सबैले, नबुझ्नेलाई जिन्दगी भारी छ हो। इसारा काफी भयो तपाईँलाई होइन। यहाँ आइराख्नु पनि पर्दैन थियो होला, तैपनि आउनु नि आउनु भन्नुभयो उहाँहरूले। ल त है, म पनि घुम्न अलि रहन गर्ने मान्छे, रहने मान्छे घुम्दै आएँ। तपाईँहरूलाई सबै कुरा थाहा छ। यो देश तपाईँको पनि हो, मेरो मात्रै होइन। म मेरो देशको देश बनाउँछु, मेरो भागको देश बनाउँछु। म मेरो भागको देश बनाउँछु भने तपाईँको आफ्नो देशको, आफ्नो भागको देश बनाउनुहोस् ल। यो देश मेरो मात्रै एक भोटले बन्दैन, म त माटोमै हाल्छु नि होइन र। तर तपाईँहरूले हाल्नुहुन्छ कि हुन्न भन्ने कुराले फरक पार्छ। त्यसो भएको कारणले गर्दाखेरि यसपालि दुईवटा मतपत्र हुन्छ, एउटा प्रत्यक्ष अर्को समानुपातिक। दुवैवटामा एउटा छाप हाल्नुपर्छ, धेरै हाल्नु हुँदैन होइन। एउटा माटोमा हालेर बाकसमा लाउने, अर्कोमा माटोमा हालेर बाकसमा लाउने। यति गर्नुहोस्, यो देश बनाउने जिम्मा हामी लिन्छौँ, हर्क साम्बाङले लिन्छ, श्रम संस्कृतिले लिन्छ। यो देश हामी सबैजनाले बचाइराख्नुपर्छ। यति भन्दै म मेरो 2-4वटा कुरा थियो कि कतिवटा थियो, 2-4वटा कुरा, 5-7वटा कुरा यही अन्त्य गर्दछु। सबैको जय होस्, जय माटो, जय देश।